यो माछा अब यति छ नि त, यो माछा तपाईँको मान्छेले भन्छ नि त बार्नु पर्छ भन्छ, यो माछा रोकेर सधैँ हुँदैन। त्यो माछालाई माछा के चाहिँ हुँदो रहेछ भनेर हुनु चाहिँ जाति चाहिँ अब राई नै भन्थ्यो। अनि यो ढुङ्गामा माछा मारेर चाहिँ 7वटा सुकै राखिन्छ अरे, के चाहिँ गर्दो रहेछ त भनेर त्यहाँदेखि अनि घरमा गएको त तपाईँको। दर्शकवृन्द नमस्कार, आज हामी एउटा यस्तो भिडियो लिएर आएका छौँ जुन निकै रोचक एवं रहस्यले भरिपूर्ण भएको, पत्याउनै समेत गाह्रो हुने किसिमको अचम्म लाग्दो रहेको छ। माछाले भरिएको एउटा यस्तो पोखरी जहाँ बेला बेला अचम्मका घटनाहरू घट्ने गर्दछन्। पोखरीमा यति धेरै माछाहरू छन् जहाँ माछाले नै गर्दा पोखरी पुरै कालो देखिन्छ। दर्शकबिन यी माछाहरू यति धेरै शक्तिशाली छन् कि यिनीहरूलाई खान त के, छुँदा पनि ठाउँको ठाउँ घटना घट्ने गर्दो रहेछ। दर्शकबिन आखिर यी माछाहरूमा त्यस्तो शक्ति के छ त? आज हामी त्यही पुगेर प्रत्यक्ष त्यहाँको दृश्यहरू अवलोकन गरी त्यसबारेमा सम्पूर्ण जानकारीहरू पनि प्रत्यक्ष त्यहाँका स्थानीयहरूबाट लिने प्रयास गर्नेछौँ। साथै ढुङ्गामा मकैको खेती गरिने अचम्मको ठाउँ हेर्दै सेनाहरूले बन्दुक लुकाएको ठाउँ पनि सुटुक्क हेर्नेछौँ। आजको भिडियो रोचक एवं रहस्यले भरिपूर्ण भएको साथै जानकारीमूलक पनि रहेको छ। त्यसैले पनि अन्तिमसम्म हेरेर धेरै भन्दा धेरै सेयर गरी लाइक पनि गरिदिनु होला। दर्शकवृन्द यहाँहरू सम्पूर्णलाई फेरि पनि नमस्कार। हामी यति बेला पूर्वी नेपालको सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिकाको केन्द्र चिचिला बजारमा रहेका छौँ। आज हामी यही चिचिला गाउँपालिका अन्तर्गत रहेको एउटा यस्तो रहस्यमय ठाउँ जाँदैछौँ जहाँ माछा रहेको एउटा सुन्दर पोखरी रहेको छ। दर्शकवृन्द पोखरी सुन्दर मात्रै होइन, रहस्यले भरिपूर्ण पनि रहेको छ। पोखरीमा अद्भुत किसिमले माछाहरू उत्पत्ति भएको दृश्यहरू देख्न सकिन्छ। ती माछाहरू कसैले छुए चलाए मानिसहरूको ज्यानै जान सक्ने पनि त्यहाँका स्थानीयहरूबाट बुझिएको छ। अब हामी त्यही अचम्म लाग्ने किसिमको पोखरीतर्फ जाँदैछौँ। पोखरीको सुन्दरता पनि अवलोकन गर्नेछौँ भने वरिपरिका सुन्दर गाउँघरहरूको दृश्यहरू पनि आजको भिडियोमा हामी समेट्नेछौँ। साथै पोखरीको नजिकै रहेको एउटा अचम्मको पानी मकैको खेती गर्ने ठाउँको दृश्य पनि आजको भिडियोमा प्रस्तुत गर्नेछौँ। त्यसैले पनि आजको भिडियो रोचक एवं जानकारीमूलक पनि रहेको छ। अन्तिमसम्म हेर्न नछुटाउनु होला भन्दै अब चाहिँ चिचिला बजारबाट लागौँ है त मत्स्य पोखरीतर्फ।